नमस्ते, यहाँहरूलाई स्वागत छ। आज चाहिँ मैले घरमा कसरी पास्ता बनाउने सिम्पल वेमा भन्न गइरहेको छु। मैले चाहिँ अघि नै गाजर, सिमला मिर्ची, टमाटर, प्याज र लसुन अघि काटेर राखेको थिएँ। तेल खारिसकेपछि मैले लसुन हालेँ। अनि लसुन मैले रातो भएपछि प्याज हालेँ। प्याज र लसुनलाई सँगै भुट्ने। अनि त्यसपछि मैले टमाटर हालेँ। प्याज र लसुन रातो भएपछि टमाटरलाई यसरी नै एकछिन गरी भुट्ने। त्यसपछि स्वाद अनुसार नुन हाल्ने अनि बेसार हाल्ने। त्यसपछि अघि काटेका सबै हाल्ने अनि यसरी नै एकछिन गरी भुट्ने। त्यसपछि यसलाई छोपिदिने एकछिनसम्म। अनि यतिको भएपछि हामीले टमाटर केचप हालिदिने। यतिकोसम्म भुट्ने अनि त्यसपछि मायोनिज हालिदिने। मायोनिज हालेर एकछिन भुटेपछि त्यसपछि अघि उमालेर राखेको पास्ता हालिदिने। अनि पास्तालाई चाहिँ यसरी मिक्स गर्ने थियो अघि सबै भुटेकोसँग। स्वाद अनुसार हल्का खोर्सानीको धुलो हाल्ने अनि त्यसपछि मरिचलाई पिसेको यसरी हालिदिने। अनि त्यसपछि हाम्रो पास्ता रेडी। Atas